हेलो हेलो नमस्ते साथीहरू, नमस्ते, गुड आफ्टरनुन। आज मौसम पनि खराब छ, पोखराको मौसम। म यो सानो पार्कमा भिडियो बनाउन गइरहेको छु। यहाँ क्यान्टिन पनि छ, बडा रमाइलो छ। सानो पार्क भयो नि यता हेर्दा बिहानको मौसम भयो, खुलेको मौसम हुन्थ्यो अनि हिमाल देखिन्थ्यो। यता गाउँ डाँडा छ, मणिपाल छ, यता सेती भयो। बडो रमणीय छ ठाउँ यो। यसो मन बहिलाउनलाई यहाँ मानिसहरू आएका हुन्छन्, आउने जाने क्रम जारी हुन्छ। हिजो बजेट भाषण भयो, त्यसमा केही टिप्पणीहरू छन्, मेरा केही कुराहरू छन्। 1 2 3 गरेर म भन्ने छु। अब हामीले पुँजीवादी किन भन्यो? पुँजीवाद भनेको के हो? पुँजीवाद भनेको पुँजीहरूको राज, केही मुठ्ठीभर पुँजीवादीहरूले देशलाई चलाउन खोज्छन्, जनतालाई चलाउन खोज्छन्। जनताका समस्या बुझ्दैनन्। उनका आफ्नै कामदारको वेतन पनि कति छ त्यो कुरा पनि बुझ्दैनन्। उनीहरूलाई नाफा चाहिएको छ। उनीहरूले नाफा कमाउनलाई ठुल्ठुला बम बारुद बनाएका छन्। त्यो नजिकैको घटना हेर्ने हो भने पनि अमेरिका र इजरायल र इरानको लडाइँले पनि तपाईको उदाहरण दिएकै छ। किनभने पुँजीवादीहरूलाई यो मौसमको, प्राकृतिकको कुनै माया पनि हुँदो रहेनछ। हुँदो हो त उनीहरूलाई सिर्फ पैसाको छ। उनीहरूलाई महत्त्व पैसाको छ। पैसा कसरी कमाउने, आफ्नो निजी स्वामित्व कसरी बढाउने भन्ने छ। त्यस्तै उदारवाद भनेको पनि व्यक्ति केन्द्रित, व्यक्ति पूजा।